यो यस्तो छ, परिवर्तन गाउँपालिकामा आगलागी हुँदाखेरि यस्तो दृश्य छ। म मारी गाउँपालिका 3 नम्बरमा छु भने यो आगलागी भएको ठाउँ चाहिँ परिवर्तन गाउँपालिका हो। यो चाहिँ दिउँसै आगलागी भएको थियो, तर हामीले सूचना गरेका थियौँ। हामी पनि एउटा कार्यक्रम थियो हाम्रो, त्यसले गर्दा हामी जान पाइएन। तर अहिले चाहिँ यस्तो भएछ, यो नियन्त्रण बाहिर गएको छ। यो आगो निभाउन जाने ठाउँ पनि एकदम भिर छाङ्गा भएको कारणले गर्दा हुँदा कतिपय व्यक्तित्वहरू गएको देखिन्छ, तर आगो नियन्त्रण गर्ने सम्भावना नभएको भएर उहाँहरू चाहिँ रिटर्न भएको देखिन्छ। म मारी गाउँपालिका 3 नम्बरबाट म यो भिडियोहरू बनाइरहेको छु, तर सम्भवतः के गर्ने, इच्छा हुँदाहुँदै पनि सहयोग गर्न सकेन। अहिले लगभग 8-9 बज्न लागिसकेको छ, तर यो सूचना हामीले यहाँबाट गरिदिएको हो। तर यो परिवर्तनको अध्यक्षदेखि लिएर सबैलाई सूचना गरिदियो हो, तर त्यतिखेर वास्ता नगर्दाखेरि अहिले यस्तो अवस्थामा आगलागी सिर्जना भएको छ। यो नियन्त्रण बाहिर छ। अब यो लगभग भोलिसम्ममा यो अर्को गाउँपालिकामा प्रवेश गर्ने सक्छ, आज रातभरिमा। तर त्यहाँ गयो भने चाहिँ यो आगो नियन्त्रण भन्दा झन् बाहिर जानेछ। तर यो ठाउँमा नियन्त्रण गर्न सकिन्थ्यो, तर यो नियन्त्रण गर्ने ठाउँ स्पेस नभएको र भिर भएको र यो नभएको कारणले गर्दा हुँदा यो चाहिँ नियन्त्रण गर्न सक्ने अवस्था छैन। तैपनि कतिपय त्यहाँ गएको देखिन्छ, तर सम्भावना नभएर छोडेको देखिन्छ। किन त भनेपछि त्यो छोडेको देखिन्छ, किनभने सम्भावनै छैन। यस्तो छाङ्गा छ कि यस्तो छाङ्गा छ, तपाईँहरू त्यहाँ जानुभयो भने आफै डराउनुहुन्छ है त। ल, धन्यवाद।